हेलो एन्ड वेलकम ब्याक टु रियल ह्याप्पिनेस। यो भिडियो किन हेरिराख्नु भएको छ, म किन हेरौँ, यो चाहिँ को हो भन्ने लाग्छ भने म चाहिँ रियल ह्याप्पिनेस हो। यो चाहिँ एउटा नर्मल एउटा ब्लगिङ टाइपवाला, अनि एउटा चाहिँ सबैलाई चाहिँ अब हुन्छ नि, अब अहिले विदेशमा छु म होइन, विदेशमा के हुन्छ कस्तो हुन्छ, जस्तो मान्छेले चाहिँ स्ट्याटस स्टोरी पोस्टहरूमा देखाउँछ त्यस्तो हुँदैन होइन। त्यो चाहिँ फ्री टाइममा नुहाइधुवाइ गरेर चिटिक्क परेर त्यो बजार जाँदा देखाउँछ। रियलमा के भइरहेको हुन्छ, कम्पनीभित्र काम कसरी गर्छन्, कस्तो खालको स्ट्रेस हुन्छ त्यो देखाइरहेको छु। अहिले म यहीँ छु, यस्तो यस्तो देखाउँछु। अब भोलिको दिन घर आउँछु, घर आउँदा चाहिँ त्यहाँ के छ त रियलमा हुन्छ नि, अनग्राउन्ड होइन, ब्याक एन्डमा मैले धेरै कामहरू गरिरहेको छु होइन। प्रोजेक्ट्सहरू छ, बोडारिजको एउटा मेम्बर हो म पनि होइन। त्यही हो म्यान, हुन्छ नेपालमा सबैजना मिलेर धेरै गर्न सक्छौँ, धेरै कुरा सम्भव छ। अब त्यो धेरै भयङ्कर नभए पनि धेरै ठुल्ठुला कुराहरू चाहिँ सम्भव छन् होइन। त्यसको लागि चाहिँ अब बोडारिज सब्सक्राइब गरिदिनुहोस् होइन, फलो गरिदिनुहोस्। अब त्यहाँबाट केही नसिके पनि एटलिस्ट एउटा सपोर्ट आउँछ होइन। त्यही हो, अब अरूलाई सेयर गरिदिनुहोस् जो चाहिँ त्यस्तै खालको एउटा थट राखिरहेछ होइन। नेपालमा हुन्छ नि भोलिको दिन या अब केही गर्ने सोचमा छ अहिले नै भर्खरै हुन्छ नि, मिलेर गर्न सकिन्छ सबैजना एकअर्कालाई सपोर्ट गरेर होइन। एटलिस्ट यो भिडियो हेरिराख्नु भएको छ भने लाइक सेयर कमेन्ट गरेर सपोर्ट गर्न सक्नुहुन्छ। बिचमा मैले चाहिँ अब त्यो रमाइलो किस्साहरू, हामी यतातिर चाहिँ अब कसरी बस्छौँ, हामी सबै फ्यामिली जस्तो छ। नेपालको सुदूरपश्चिमदेखि लिएर सुदूरपूर्व होइन, पूर्वको मान्छे छौँ, मिलेर बस्छौँ हामी, दाजुभाइ जस्तै छ, फ्यामिली जस्तै। अब यहाँ चाहिँ अब हुन्छ नि, अब एउटा राम्रो बोन्ड छ। त्यस्तै पनि नेपालमा मिलेर बसेर यहाँ जसरी मिलेर केही कामहरू गर्छौँ त्यसरी नै अब घरतिर पनि मिलेर कामहरू गर्न सक्यो भने कति राम्रो हुन्छ। लाइफ यति सजिलो छ नि, धेरै कुरा क्या। अब धनी बन्न पनि धेरै सजिलो छ, अनि गाह्रो भनेको चाहिँ अलिक गरिब हुनु गाह्रो छ, किनकि धेरै कुरा सहनुपर्छ, धेरै कुरा खप्नुपर्छ, धेरै गाह्रो छ क्या गरिब बन्न। धनी बन्नु हो क्या हुन्छ नि, त्यो पैसावाला मात्र आउँछ होला धनी भन्ने यत्तिकै धेरैको। धनी कसरी बन्न सकिन्छ, कल्चरमा होइन। कल्चर सबलाई थाहा छ आफ्नो के हो, तर वास्तविक कल्चर थाहा छैन धेरैलाई, 98 जनालाई थाहा छैन 100मा अहिलेको जेन्जिसलाई होइन। त्यही हो, कल्चर जानु, आफ्नो आफ्नो ट्रेडिसन फलो गरौँ। हिपहप नेपपतिर लागिरहन् धेरैजना भाइहरू, ठिक छ, लागौँ के, जे छ दुनियाँमा चलिरहेछ, जे छिरिसकेको छ आँगनमा आफ्नो त्यो एक्सेप्ट गर्नुपर्छ। रमाइलो भइरहेछ, भाइ भइरहेछ, वान इन अ लाइफ टाइम होइन, एउटा यो जिन्दगी त्यो आइरहेछ मौका, ल्याऊ हिपहप प्लस चाहिँ आफ्नो कल्चर एउटा ट्रेडिसनलाई पनि ल्याऊ होइन अगाडि नै। अब जस्तै काठमाडौँ भ्यालीमा चाहिँ नेवार समुदायले चाहिँ आफ्नो जात्राहरू कन्जर्भ गरेछ, कति पुरानो होइन, त्यस्तै आफ्नो आफ्नो ठाउँको लोकल जात्राहरूलाई पनि पहिला कस्तो भव्य हुन्थ्यो होला। धेरैलाई नोस्टाल्जिक हान्दैन कहिलेकाहीँ त्यो सिजनमा, मलाई त लास्टै हान्छ होइन। अब म फर्केर त्यही गर्छु क्या हुन्छ नि, म धनी भइसकेँ क्या हुन्छ नि, मेरो माइन्डसेट यति धनी भइसकेको छ नि, चाहे पैसा तपाईँहरूसँग धेरै होला मभन्दा होइन, मसँग त्यो खान पुगिरहेछ, लाउन पुगिरहेछ, बस्न पुगिरहेछ, त्यो बाहेक म धनी छु क्या। कसरी भने चाहिँ म आफ्नो कल्चर बुझ्न ट्राई गरिरहेको छु, कल्चरतिर छिरिरहेको छु, हिपहप पनि बुझ्छु, हिपहपतिर पनि छिरेर चारैतिर हुन्छ नि, के छ त त्यसलाई राम्ररी बुझ्नु पऱ्यो क्या, जे कुराले भ्यालु दिन्छ होइन। त्यही हो म्यान, सबै एकअर्कालाई सपोर्ट गरौँ। जय नेपाल, जय देश, एन्ड यु आर वाचिङ रियल ह्याप्पिनेस। बी ह्याप्पी अलवेज, बाई।